हामीलाई चाहिँ के गर्नुभयो त्यो पैसा तपाईँ? बुहारी त्यो पैसा त भत्ताको पैसा त मैले त्यो छोरीलाई चाहियो रे आखिर भएर अनि दिएँ मैले। ए जतिखेर नि छोरीलाई खानालाई बस्न नदिने चाहिँ हामी, जतिखेर नि छोरीलाई जान तपाईँ छोरी घरमा। नमस्कार भाउजू। नमस्कार न समस्कार। तपाईँलाई भत्ताको पैसा लगेर पुगेन, अब के लिन आउनु भएको तपाईँ? के भन्नुभएको भाउजू तपाईँले त्यस्तो? मलाई कस्तो आवश्यक परेर पो ल म दिइहाल्छु नि आमालाई। तपाईँले मलाई त्यस्तो किन भन्नुभयो? दिनुभयो होला, हामीलाई थाहा छैन। तपाईँको आमालाई थाहा होला नि, हामीले देखेको छैन अहिलेसम्म हामीले पैसा देख्नु पाएन। के भनेको बुहारी त्यस्तो हो? अब आखिर परेपछि लगिहाल्छ नि त, ढोकाबाट भित्र त आउनु दियो नि त नि। आएर यसो बसेर गफसफ गर्नु लगा। ल तपाईँको आमा छोरी के गर्नु मन लाग्छ गरेर बस्नु, के ल्याएर दिनु मन लाग्छ दिनु तपाईँको छोरीलाई। म त गएँ। आमा हजुरले के भन्नुभएको मलाई त्यस्तो? तपाईँको पैसा मैले जहिले पनि लगेर जान्छु रे त, अनि तपाईँलाई मैले पैसा दिँदैन र? भाउजूलाई किन रिसाउनु पर्यो? त्यस्तो हो क्या तिम्रो भाउजू, तिमी चुप ल्याएर बस्छ न। त्यसो भए आमा म माइतीमा कहिले पनि फर्केर आउँदिनँ अब ल।